सबैले दर्शन गर्नु होला। हेर्नुस् है यो ठाउँमा हैन, यो प्राकृतिक नेचुरल ल हेर्नुस् है साथीहरु, यो चाहिँ सबैजनालाई स्वागत छ है टेकर्स रोकिया अफिसियल युट्युब च्यानलमा। मैले चाहिँ आज हैन धेरै दिनपछि फेसबुकमा मैले भिडियो अपलोड गरेको छु। स्पेशली एकदमै गाउँघरको जङ्गलहरू हैन म गएको छु है। र आजको मेरो भ्रमण कस्तो भयो हैन, तपाईहरुलाई चाहिँ मैले च्यानल मार्फत देखाउने छु। भिडियो अन्तिमसम्म हेर्नु होला। यदि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गर्नु होला गाइस है। र हेर्नुस् है पछाडीतिर चाहिँ यस्तो जङ्गल छ हैन, र म यात्रा गर्दैछु यो जङ्गलहरुमा। डर पनि लागिरहेछ साथीहरु, किनभने जङ्गलमा चाहिँ हैन जङ्गली जनावरहरू पनि हुन्छन्। र अर्को कुरा चाहिँ यहाँहरुलाई चाहिँ मैले यो यहाँको ठाउँ कस्तो रहेछ भनेर चाहिँ म देखाउन गइराखेको छु हैन। लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला, सब्स्क्राइब पनि गर्नु होला है त। ल हेर्नुस् है साथीहरु, यो चाहिँ हैन सुर्खेतको फलाटेदेखि हैन देखिएको यो वीरनगर भ्याली हैन, जो माथितिर देखिरहनु भएको छ नि वहाँ चाहिँ उ चाहिँ बजार हो। तलतिर देखिरहनु भएको छ नि यो फाँट चाहिँ एकदमै फाँट छ हेर्नुस् खाली भएको हैन। यतातिर आजभोलि गाउँहरू लगाइराखेको छ हेर्नुस् है टक्क लाएर भिर छ। अनि यो डाँडोमा चाहिँ हैन ठाउँ ठाउँमा यसरी हैन हेर्नुस् माटोलाई खोदलेर यो ढिस्काहरू पुरेर हैन एकदम यो पछाडिको चाहिँ हेर्नुस् है यो फाँटहरू छ है। यहाँ चाहिँ हैन तपाईको गाउँहरू लगाएको छ हैन। सुर्खेतमा धेरै दिन भइसक्यो हैन। यो ठाउँ हेर्नुस् है कति राम्रो रहेछ कि, पुरा तरकारीहरूको फर्म रहेछ यो ठाउँमा। म पहिला आएको हेर्नुस् है, पुरा गोबीहरू बन्दा काउलीहरू लगाएको छ। र ठुल्ठुला प्लास्टिकका पोली हाउस लगाएर पनि हेर्नुस् सुन्दर गराएको छ गाउँ हेर्नुस् है। वीरनगर भ्याली भन्दा लगभग 5-7 किलोमिटर टाढा हो यो, पश्चिम साइड पर्छ हेर्नुस् है। ल हेर्नुस् कस्तो छ हैन। अनि यतातिर जङ्गल हैन पुरै हेर्नुस्। अनि चाहिँ तपाईको यतातिर हेर्नुस् है यो गाउँ। ल हेर्नुस् है साथीहरु, यो चाहिँ सुन्दर ठाउँमा चाहिँ हैन भगवान शिवजीको यहाँ मन्दिर रहेछ। सबैले दर्शन गर्नु होला। यो चाहिँ कहाँ रहेछ भन्दाखेरि सुर्खेतको फलाटेमा रहेछ हैन। फलाटेको जङ्गलमा रहेछ यो सुन्दर भगवान शिवजीको मन्दिर। यहाँ हेर्न सक्नुहुनेछ है। पछाडिको जङ्गल चाहिँ शिवजी के रे यो लाटी कोइलीको हो। हेर्नुस् है यो ठाउँमा हैन कस्तो छ के, त्यहाँ आइरहेको छ नि यो त्यो ठाउँ चाहिँ हैन बटेचरदेखि आउने ठाउँ हो हेर्नुस् है। अनि चाहिँ हेर्नुस् यो जुन यहाँ मैले जुम गरेर देखाइरहेको छु नि हो यो ठाउँ चाहिँ हैन ठ्याक्क तपाईको चाहिँ यो गिरिघाट भन्ने ठाउँ हो हैन। जुन यो देखिरहेको छ नि अलि खाली जमिन यो गिरिघाट हो। अनि टक्क लाएर हैन यो उताको तरङ्ग भन्ने ठाउँ हेर्नुस् है। बिचमा डाँडो देखिरहेको छ नि यो डाँडो, यो चाहिँ तरङ्ग भन्ने ठाउँ हेर्नुस् है। अनि तलतिर चाहिँ रानीघाट छ है, रानीघाट हेर्नुस् है। यो जो यहाँनिर यो धुलो उडिरहेको छ नि यो चाहिँ फलाटे यो पुरेलीदेखि रानीघाट तरङ्गा जाने बाटो हेर्नुस् है। जङ्गलहरू यस्तो छ सुन्दर भिड छ हेर्नुस् है। योबाट तल हेर्ने भने पुरै भिड छ हेर्नुस् है। अनि तपाईको हेर्नुस् है यहाँ पुरा डाँडो छ यतातिर
मान्छेहरू अब तपाईँको यो ठाउँमा टक्क लाएर होइन शनिबारहरूको अरू दिनहरूमा चाहिँ घुम्न आउने ठाउँ हो। टक्क लाएर हेर्नुहोस् है यो कस्तो लाग्छ गाइस यो सुन्दर ठाउँहरू। भिडियोलाई चाहिँ लाइक कमेन्ट फलो गर्न नबिर्सिनु होला र युट्युब च्यानल हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला है। यो तपाईँको भुरेलीदेखि 1 घन्टा हिँडेपछि यो ठाउँमा आइन्छ होइन पैदल यात्रा। अनि हेर्नुहोस् है डाँडो पुरा डाँडोमा तपाईँको अब यहाँ पार बन्दैछ है। सुन्दर छ होइन पछाडितिर पुरा जङ्गल छ, ठुलो घना जङ्गल छ। अनि यतातिर भिर पनि छ हेर्नुहोस् है टक्क लाएर यो पुरा भिर हेर्नुहोस्। यो तलतिर चाहिँ होइन पुरा भिर छ यो। अनि यतातिर चाहिँ पुरा डाँडा साइड डाँडा छ हेर्नुहोस्। टक्क लाएर साथीहरू भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गर्न नबिर्सनु है त। Nó sư qua rồi. Baba.